विद्यालयलाई माया गर्ने, यस विद्यालयबाट अध्ययन गरेर गएका भूतपूर्व जो यस विद्यालयका विद्यार्थीहरू हुनुहुन्छ उहाँलाई पनि जोड्ने प्रयास गरे। विद्यालयको चौतर्फी विकास गर्नका लागि एउटा मात्रै पक्ष लागेर सम्भव हुन्न। त्यहाँ शिक्षकले पहिलो पहल कदमी गर्नु पर्यो। अब त्यसको सुरुवात गरेका छौँ। अहिले हामीसँग जोडिनु भएको छ यस युवा वर्ष माविका प्रबन्धक स्कुलको जग्गा खरिद लगायतको सम्पूर्ण विविध पक्षमा चाहिँ एकदम महत्त्वपूर्ण कार्यहरू चाहिँ निर्वाह गर्दै आउनुभएको छ र हामी छिमेकी विद्यालयका शिक्षकहरूलाई पनि यहाँ आउँदाखेरि चाहिँ अलिकति शिक्षकहरूले चाहिँ पढाउने मात्रै होइन अझै धेरै कामहरू गर्नुपर्छ भन्ने चाहिँ हामीलाई चाहिँ फिल भएको पाइन्छ र यो युवा वर्ष मावि एउटा सामुदायिक विद्यालय चाहिँ समुदायको भन्ने बुझेको थिएँ। समुदायको मात्रै होइन यो चाहिँ शिक्षकहरूको पनि यसमा चाहिँ धेरै महत्त्वपूर्ण भूमिकाहरू रहन्छ भन्ने खालको चाहिँ धेरै महत्त्वपूर्ण कार्यहरू गरिरहँदाखेरि र यो स्कुलमा पढेका विद्यार्थीहरू भयो होइन यसको समुदायले गर्न सक्ने जस्तो अक्षय कोष लगायत हित कोषहरू जस्तो कार्यको लागि पनि थोरै कन्सेप्ट बनाउनु भएको भन्ने मैले बुझेँ। यो विषयमा थोरै धन्यवाद सन्देश सर। अब यो विद्यालय सामुदायिक विद्यालय भन्ने बित्तिकै समुदायमा आधारित विद्यालय भन्ने हामी बुझ्छौँ। त्यसो भएको हुनाले विद्यालयको चौतर्फी विकास गर्नका लागि एउटा मात्रै पक्ष लागेर सम्भव हुन्न। त्यहाँ शिक्षकले पहिलो पहल कदमी गर्नु पर्यो। अब त्यसको सुरुवात गरेका छौँ। अब यस विद्यालयलाई माया गर्ने, यस विद्यालयबाट अध्ययन गरेर गएका धेरै विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ। उहाँहरू पनि इच्छुक हुनुहुन्छ तर उहाँहरूलाई पनि आफूले अध्ययन गरेको विद्यालयको प्रगतिका लागि र यो विद्यालयको शिक्षा उन्नयनको लागि योगदान गरौँला भन्ने खालको मनोभावना व्यक्त गर्नुहुन्छ। त्यसो भएको हुनाले गर्दा उहाँहरूलाई पनि हाम्रो यस विद्यालय यो युवा वर्ष माध्यमिक विद्यालयको शैक्षिक उन्नयनका लागि सहयोग र आर्थिक दान गर्नका लागि उहाँहरूलाई पनि अवसर खुल्ला गर्नका लागि हामीले सुरुवात गरेका छौँ र बिस्तारै भाइ बहिनीहरूलाई पनि भूतपूर्व जो यस विद्यालयका विद्यार्थीहरू हुनुहुन्छ उहाँहरूलाई पनि जोड्ने प्रयास गरेका छौँ। त्यस्तै गरेर यस वडामा माई नगरपालिका वार्ड नम्बर 1 वडाभित्र रहेका 6वटा सामुदायिक वनहरू छन् उहाँहरूलाई पनि जोडेर यस विद्यालयलाई आवश्यक पर्ने जमिन, यस विद्यालयको भौतिक संरचना व्यवस्थित गर्नको लागि आवश्यक पर्ने आर्थिक रकम यी सबैलाई चाहिँ संयोजन गरेर सबैलाई चन्दादान गर्ने, श्रमदान गर्ने अवसर प्रदान गर्ने हाम्रो उद्देश्य रहेको छ। त्यही अनुसार हामी इच्छुक सबैलाई जो चाहिँ मनको धनी हुनुहुन्छ, चन्दा दान गर्न रुचाउनुहुन्छ अनि विद्यालयमा पढ्ने भाइ बहिनीको भविष्य उज्जवल बनाउन चाहनुहुन्छ उहाँहरूको लागि अवसर प्रदान गर्नेछौँ र त्यसका लागि हामीले आउँदा दिनहरूमा आउँदा शैक्षिक सत्रमा थप कार्यहरू गर्ने जमर्कोमा छौँ, योजनामा छौँ। यसलाई कसरी राम्रो प्रोग्रेस गर्दै लाने भन्ने कुरो चाहिँ यो समय सापेक्ष हुँदो रहेछ। यसको आवश्यकताहरू त्यो आवश्यकतालाई डटेर दिनरात खटिरहनुपर्छ। त्यो सँगसँगै विशेष गरी जिम्मेवारी चाहिँ हामी शिक्षकभन्दा पनि अभिभावकहरू नै हो। अभिभावक भनेको नै यो ठाउँको जनशक्ति हो। त्यसैले यहाँले पनि यो स्कुललाई पनि एकदम उज्जवल गर्नको लागि सबैभन्दा फर्स्ट चाहिँ शिक्षा नै महत्त्वपूर्ण हुँदछ। त्यो शिक्षाको हितको लागि पनि विद्यालयको मेन भूमिका हुँदछ कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कुरो। त्यसैले पनि स्कुललाई पनि यहाँहरूले माया गर्नु, त्यसको अभियानहरू चाहिँ सुरु हुने भन्ने बुझिन्छ। त्यसको लागि पनि म पनि सहभागी हुने भन्ने मैले बाचा अघि पनि गरिसकेको छु र यहाँहरू पनि सहभागी हुनुहोला। सबैले आफ्नो विद्यालयलाई माया गर्नुहोला। जय शिक्षा। हस्, धन्यवाद।